हेलो गाइज नमस्कार सबैजनालाई स्वागत छ मेरो यो ब्लगमा। अहिले चाहिँ बिहानको 6 बजिरहेछ हैन। म चाहिँ नास्ता सास्ता गरेर ब्रसुर गरेर मन्दिरनिर उभिएको छु। आज चाहिँ के गर्ने भन्ने केही थाहा छैन। एकछिनपछि गर्दै जाउँला, तपाईलाई भन्दै जाउँला। केही बस्दा बस्दै हाम्रो गाउँतिर घाम पनि परिसकेको छ हैन। हल्का फुल्का चिसो हुनाले घामको लास्टै वेट हुन्छ हैन। तर अहिले चाहिँ बबाल घाम लागेको छ हैन। घाम तापेर घरदेखि पनि आदेश आइसक्यो कि अब कामतिर लागौँ भनेर। अब घर कार्य भने त गर्नै पर्यो। हामी चाहिँ काका भतिज लाग्यौँ धान लिनतिर हैन। म अनि मेरो काका अनि एउटा अर्को काका छन्। तर हाम्रो यहाँदेखि भ्यू हेर्न कति खत्रै भ्यू देखिरहेछ हैन बिहानतिर। भ्यूलाई हेर्दा हेर्दै हामी पनि त्यहाँदेखि निस्क्यौँ धान लिनतिर जाँदा जाँदै हैन। तपाईहरु सोचिरह होला अघि त बाटोमा हिँडिरहेको थियो, अहिले रोडमा कहाँदेखि आयो भनेर। तर हाम्रो गाउँको तल एउटा बजार छ, त्यहाँदेखि सिधै धनगढीसम्म अब एउटा रोड गइरहेछ हैन, हाइवे। सिर्फ अब हामी 2 घण्टामा धनगढी पुगिहाल्छौँ। यो रोड बन्यो भने चाहिँ हामीलाई धेरै सजिलो हुन्छ, नतरी हामीलाई एक रात पुरै लाग्छ धनगढी जानको लागि हैन दिपालदेखि। यहाँदेखि अब हामीलाई सिर्फ 2 घण्टा मात्रै लाग्छ। रोडको काम बबाल चलिरहेछ, छिट्टै भइहाल्छ हैन। जहाँदेखि हामीले धान लगेर जाने त्यहाँ पनि पुगिसकेका छौँ। यही घर हो, यहीँदेखि हामीले लगेर जाने हैन। घरदेखि नै हो धान लगेर जाने। अनि हामीले लग्ने धान भनेको नै यिनै हुन्। ल हेर्नुहोस् हैन। धान सान छोडेर यहाँनिर उम्बा थियो, उम्बा खानातिर लाग्यो हैन। उहाँ चाहिँ मेरो अङ्कल बाँदरको जस्तो रुखमा चढेर खाइरहेछन् हैन। म चाहिँ यहाँ तल उभिएर मागिरहेको थिएँ, अनि त्यहाँदेखि हाम्रो दाइले पनि मागिराख्नु भएको थियो। तर हाम्रो अङ्कल चाहिँ माथि एक्लै बाँदरको जसरी खाइराख्नु भएको थियो हैन। उहाँले त दिनुभएको थिएन, तर म आफै रुखमा चढेर मस्त उम्बा टिपेर खाइरहेको थिएँ हैन। तपाईहरु सोचिरह होला उम्बा त खायो, धान लगेर किन गइरहेको छैन भनेर। त्यस्तो होइन, तल एउटा दाइको अलिकति धान चुट्नु थियो, त्यो धान चुटेर जान्छौँ अहिले एकैछिनमा हैन। उम्बा सुम्बा खाएर हामी सिधै धान चुट्नतिर लाग्यौँ। धान चान चुटेर सिद्धिसकेपछि अनि त्यसपछि मेरो अङ्कल मै लाग्यौँ नास्ता गर्नतिर। यसो भोक पनि बबाल लागेको थियो अनि हैन। त्यसैले हामी गयौँ नास्ता गर्नतिर। नास्ता त अरू के गर्नु, हामीले मगाएको थियौँ चाउचाउ हैन। अनि चाउचाउ चाहिँ हाम्रो अङ्कलले खान पनि सुरु गरिराख्नु भएको थियो। टमाटर फालिदिनु भयो हैन। टमाटर सायद मन पर्दैन होला अङ्कललाई, मलाई त जस्तो सुकै पनि मनपर्छ। जे होस् दामी बनाइदिनु भएको थियो पसलवाला अङ्कलले हैन। अनि फेरि टमाटर फालिदिनु भयो अङ्कलले। नास्ता सास्ता सबै कुराहरू भइसक्यो। अब चाहिँ बल्ल हामीहरू धान लगेर घरतिर गइरहेछौँ। मेरो ब्लग खतम गर्ने पनि टाइम भइसकेको छ हैन। सबैजनाहरूले माया देखाइदिनु होला। सबैलाई बाई बाई।